नमस्कार, म बुढानीकण्ठ नगरपालिका को नगर प्रमुख। यो बुढानीकण्ठ नगरपालिकाभित्र धेरै नागरिकहरूको हितमा हामीले काम गरेका छौँ। जस्तै हेर्नु, भौतिक पूर्वाधारको विषयमा त अस्ति हामीले बुढानीकण्ठ नगरपालिकाले 753 नगरपालिका मध्ये अवार्डै पाइसकेका बुढानीकण्ठ नगरपालिका हो राम्रो काम गरे बापत। त्यसैगरी स्वास्थ्य, शिक्षा, फोहोर मैला, वातावरणको विषयमा नि हामीले राम्रा कामहरू गरेका छौँ। अब हामीले राम्रा भनेर मात्र हुँदैन, यसको मूल्याङ्कन गर्ने जिम्मेवारी चाहिँ नै यहाँको नागरिकको हो। फेरि नागरिक भने कस्तो हो भने जनप्रतिनिधिहरूले नागरिकहरूलाई भगवानको स्वरूप हेर्नुपर्ने हुन्छ। उहाँहरू न्यायाधीश हो। हिजो 79 सालमा हामीलाई फैसला गरेर हामीलाई यहाँसम्म लिएर आउने नागरिकहरू हो। त्यसका लागि पनि हामी अहिले बुढानीकण्ठका जनप्रतिनिधिहरू कस्ता छौँ भनेर भन्दा नागरिकहरूलाई हामीहरूले यदि माया गर्नुपर्छ भन्ने विषयमा हाम्रो बुढानीकण्ठ नगरपालिकाको जनप्रतिनिधि, बुढानीकण्ठ नगरपालिकाको कर्मचारी सबैले हामीले माया गरेर यो बुढानीकण्ठ यहाँसम्म अहिले आएको छ। र बुढानीकण्ठ फेरि एउटा रमणीय धार्मिक पर्यटन क्षेत्र पनि हो। ठुलो राष्ट्रिय निकुञ्ज पनि यही नगरपालिकाभित्र पर्छ। नगरपालिका यो राष्ट्रिय निकुञ्जले गर्दाखेरि यहाँका नागरिकहरू अन्य नगरपालिकाको भन्दा साह्रै खुसी हुनुहुन्छ। किन भन्दा चाहिँ हाम्रो माथि शिवपुरी पिक छ। शिवपुरी पिकको मन्दिर बुढानीकण्ठ मन्दिर छ, हरियालीहरू छ। त्यो बफर जङ पनि त्यही भित्र पर्छ। त्यसले गर्दाखेरि पनि यो बुढानीकण्ठको भविष्य धेरै राम्रो छ। फेरि यहाँहरूलाई थाहा छ, भिआइपी टाइपका मान्छेहरू सबै बुढानीकण्ठ नगरपालिकामा भदौ 23 र 24 को आन्दोलनभन्दा पहिला यहाँ सबैजना भिआइपीहरू नै यहीँ बस्नुहुन्छ। अहिले बालवाला आर्मी चिफ पनि यहीँ बस्नुहुन्छ। त्यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि यही वडामा बस्नुहुन्थ्यो, यही 2 नम्बर वडामा। त्यसै गरी हाम्रो शेरबहादुर देउपाजी पूर्व प्रधानमन्त्रीजी यही 2 नम्बर वडामा बस्नुहुन्थ्यो। अब यहाँ गृहमन्त्रीज्यूहरू पनि यहीँ बस्नुहुन्छ होइन, आर्मी चिफहरू यहीँ बस्नुहुन्छ, अनि रिटायरवाला प्रहरी प्रमुखहरू पनि यहीँ बस्नुहुन्छ। र त्यसले गर्दाखेरि यो बुढानीकण्ठ नगरपालिकाको एउटा शान, राम्रो गौरवमय वातावरण छ। र यहाँको वातावरण फेरि यति राम्रो छ। अब हामी करिब हाम्रो बुढानीकण्ठ नगरपालिकामा भएको शिवपुरीलाई हामी चेरापुजी पनि भन्छौँ। अरूको नगरपालिकाभन्दा यो नगरपालिकामा राम्रो वर्षा हुन्छ। तर अलि समस्या चाहिँ नि अब अलि जनसङ्ख्या व्यापक रूपमा भएको कारणले गर्दाखेरि यहाँ चाहिँ नि के छ भन्दा पानीको अलि समस्या छ। यो पानी कसरी समस्याको समाधान गर्ने भन्ने विषयमा हामी अहिले राम्रोसँग लागेका छौँ। र त्यो समस्या सबै हाम्रो प्रतिबद्धता पत्रमा त्यही एउटा नगरपालिकामा पानीको समस्या सल्भ गर्न सकेका छैनौँ। तर अहिले हामीले नत्र भने नगरपालिकाले गरेको प्रतिबद्धता पत्रमा हाम्रो चुनावको प्रतिबद्धता पत्र करिब सबै पुरा गरिसकेका जस्तो लागेको छ मलाई। त्यसले गर्दाखेरि पनि यहाँका नागरिकहरू अलि खुसी नै हुनुहुन्छ भन्ने विषयमा मैले सोचेको छु। अब नागरिकको हकको हितको विषयमा काम गर्ने भन्दाखेरि एउटा पर्यटन क्षेत्रलाई हामीले हाइकिङका रूपमा अगाडि बढाएका छौँ। अर्को धार्मिक क्षेत्र, दैनिक सरोकारको सडकहरू भने त्यो सडकहरू खाल्टाखुल्टी नहुने, खाल्टाखुल्टी नबनाइकन र खाल्टाखुल्टी परिहाल्यो भने पनि त्यसलाई हामीले प्याचिङको व्यवस्था गरेर त्यो त्यति सलर बनाएको छौँ। स्वास्थ्यको विषयमा हो भने 5वटा सुविधाहरू नागरिकहरूलाई दिइसक्यौँ हामीहरूले। त्यो पनि बुढानीकण्ठ नगरपालिकाले त्यसको भुक्तानी बुढानीकण्ठ नगरपालिकाले गर्छ। जस्तो हो भने ब्लड, त्यस्तै पनि हार्ट एट्याक, क्यान्सर। अर्को हो भने हेम्स हस्पिटलसँग छुटको व्यवस्था। अर्को बर्न हस्पिटलसँग हामीले कोही नागरिकहरू बर्न भयो भने त्यसको विषयमा हामीले छुट्टै उपचारको व्यवस्था। अहिले भर्खरै नयाँ खोलेको कियोज हस्पिटलमा अहिले बालबालिकाहरूलाई निःशुल्क गराउनुपर्छ भन्ने विषयमा औषधि उपचार पनि फ्री र चेक जाँच पनि फ्री गर्ने भन्ने विषयमा पनि हामी अगाडि बढिरहेका छौँ। अब 2-3टा हस्पिटलसँग हामी एमओयू गर्दैछौँ। यसै गरी नागरिकहरूको भेलामा भन्ने पनि गरेका छौँ। र हामीले बुढानीकण्ठ वेबसाइट र बुढानीकण्ठ पेजमा प्रशस्त मात्रामा दैनिक बुढानीकण्ठ नगरपालिकाले गर्ने कामहरू
र आगामी दिन गर्ने कामहरू हिजो गरेका कामहरू पनि सबै हामीले त्यो बुढानी कण्ठ वेबसाइटबाट र बुढानी कण्ठ पेजबाट र वडाका पेजहरूबाट पनि हामीले त्यसको प्रचार प्रसार गरिरहेका छौँ। रोजगारीका लागि हामीले 50,000 भन्दा माथि नागरिकहरूलाई सिपमूलक तालिमहरू दिएका छौँ। कसैलाई अब यो कुरुस झोला बनाउने, कसैलाई हस्तकलाको सामानहरू उत्पादन गर्ने, कसैलाई अब त्यो अल्लोको तालिमहरू दिने र कसैलाई कौशी खेती दिने, कसैलाई तरकारी खेतीहरू दिने, कसैलाई एआई तालिम दिने, कसैलाई कम्प्युटर तालिम दिने र कसैलाई त्यो मोबाइल मर्मत तालिम दिने, यस्ता धेरै कामहरू लिएर आछौँ। झन् भदौको 23 र 24 को आन्दोलन पछाडि त यो देशमा युवाहरूलाई अगाडि बढाउनुपर्छ भनेर हाम्रो नगरपालिका धेरै अगाडि बढिसकेको छ। यो वडा नम्बर 2 का यहाँ महिला दिदीबहिनीहरूलाई रोजगार उपलब्ध गराउने विषयमा तालिम दिएका छौँ। आज करिब 17 दिन जति भइसकेको छ र 17 दिनमै यति राम्रा फुलका बुकीहरू बनाउनु भने यो नट अफ जोक, यो सानो कुरो होइन। यति राम्रो कुराहरू गर्नुभएको छ। फुल आजको भोलि नै ओइलिन्छ। अब अहिले यो बनाएका फुलहरू वर्षौँ टिक्छ, यो खेरा पनि जाँदैन। मान्छेले फेरि अलिकति मैलो भयो भने यसलाई धोएर फेरि अगाडि बढाउनु पनि सकिन्छ। त्यसले गर्दाखेरि पनि यो महिलाहरूको लागि यो तालिमहरू पनि धेरै दिइसकेका छौँ हामीहरूले। धेरै दिदीबहिनीहरू करिब आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्ने विषयमा पनि बुढानी कण्ठ नगरपालिकाको धारणा छ। होइन, हामीहरूले त्यो विषयमा अनुगमन गरिराखेका छौँ र जसले हामीले दिएको तालिमलाई राम्रो काम गरिरहनु भएको छ उहाँहरूलाई पुरस्कृत पनि गरेका छौँ हामीहरूले। यो कौशी खेती, तरकारी खेती गर्नेहरूलाई हामीहरूले अनुगमन गरेर उहाँहरूको खेतीको विषयमा राम्रो स्थिति छ भने 25,000 50,000, अर्को चाहिँ नि तपाईँ यदि गरी खाने हो भने हामीहरूले उहाँलाई 3 लाख 4 लाखसम्म पनि वितरण गरिराखेका छौँ। भावी कार्ययोजना भने यो बुढानी कण्ठ नगरपालिकाको यो बुढानी कण्ठलाई ऐतिहासिक बुढानी कण्ठ नगरपालिका र यो हाम्रो बुढानी कण्ठ विष्णु भगवानलाई हामीहरूले अगाडि बढाएर अझ यसलाई अझ व्यापक रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा हामीले सोचिरहेका छौँ। ल, यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, नमस्कार।